हेलो गाइज, अनि के छ हालखबर? सन्चै हुनुहुन्छ? आजको यो मेरो सेकेन्ड भ्लगमा हजुरहरूलाई स्वागत छ। अनि त्यही हो, म घरबाट यहाँ चोकमा आएको छु। हेर्न सक्नुहुन्छ हजुर, बाइकमा आएको थिएँ। अनि दाइहरूले भनिरहेछन् त्यहाँ त्रिवेणीतिर जाने घुम्न। त्यही कुरिरहेको छु कि म दाइहरूलाई। अनि अब त्यही हो, अब आइसी भेट हुन्छ। ल दाइहरू नि आउनुभयो। अब यहाँ हामी जान्छौँ स्प्लेन्डर ग्याङ त्रिवेणी। यहाँ हेर्न सक्नुहुन्छ हजुर। यो गाइस, आज हामी त्रिवेणी घुम्न जाँदैछौँ है बाइक ब्लगमा। ल राम्रोसँग हेरिदिनु होला, फुल भिडियो वाच गरिदिनु होला। इन्टरटेनमेन्ट हुन्छ हाम्रो ब्लग। काठमाडौँबाट आएको है घुम्न, काठमाडौँबाट हो। काठमाडौँ घुम्न आएको है भाइको ब्लगमा। हामीलाई एकदम वेलकम छ। ल अब हामी निस्किन्छौँ यहाँबाट त्रिवेणीतिर। अब त्यही हो, पुगिसक्यौँ धनेमा। अब धनेमादेखि जान्छौँ चौपत्ता गएपछि अनि सौगात राई घर यो कपडा रके यो दिनुहुन्छ दाइले धुनलाई। वासिङ मेसिन छ अरे, त्यहाँ धुनलाई दिनुहुन्छ। अनि त्यहाँ कपडा सपडा दिएर अनि हामी चौपत्ता गाउँतिर निस्किन्छौँ। त्यहाँ दाइहरू नि छन्, अझै को छन् गरे फोन आएको थियो भर्खरै। ए त्यही हो, अब त्यहाँ गएपछि भेट हुन्छ सौगात दाइ घर। अनि अब हामी हिँडिरहेछौँ। नसक्नुहुन्छ, आज त भ्यू खतरा छ, घाम गरेछ, त्यस्तो नि छैन। मजा चाहिरहेछ मलाई पनि। ल गाइज, अब त्यही गएर भेट हुन्छ चोकपत्ता। सो गाइज, हामी यहाँ पुगिसकेछौँ सौगात दाइको घर। यो अब दिएर कपडा अनि निस्किन्छौँ यहाँबाट। सौगात दाइ कहाँ हुनुहुन्छ हजुर? यहीँ राखिदिने गाँड नि यहाँबाट त कोही छुट्न होला न, नेपाल हो। सो अब हामी निस्किन्छौँ, हेर्न सक्नुहुन्छ। पत्ता गएर भेट हुन्छ गाउँमा। त्यही हो, ल लेट्स गो। अब जाँदैछौँ, यहाँ कपडा राख्यौँ, अब निस्क्यौँ हामी। गाइज हामी पुगिसक्यौँ यहाँ, हेर्न सक्नुहुन्छ दाइहरू। तिमल दाइलाई कपाल काट्न पर्ने भयो। अनि साइलेन्ट जाँदैछौँ त्यहाँबाट दाइहरूलाई भेटघाट गरेर। अनि दुईवटा दाइ त्यहीँ छन्, अनि हामी त्यही साइलेन्टमा कुर्छौँ दाइहरूलाई। 10 मिनेट जति काटेर, धेरै होइन 10-15 मिनट जति काटेर हल्का मिलाएर के दारी अनि त्यसपछि हामी निस्किन्छौँ। त्यही हो, अब त्यही साइलेन्टमा गएर भेट गरौँ। आज गुड न्युज गाइज, पहिला म सुनाउँछु। आज बिहिबार भएर गोपीगञ्ज पुल बन्द छ, थाहा नभएर यहाँसम्म आइयो। अब फेरि हामी जान्छौँ। त्यही हो, अब के भन्ने जाने हो हामी। फर्किने अब हामी फर्किने हो। के भन्दा यति गर्मीमा यस्तो कपाल काट्छु भनेर आएको मान्छे धुलो मात्र खाइयो, अरूभन्दा नि। अब जान्छौँ हामी त्यहीँ दाइहरूसँग। लगाइ जब हामी निस्किँदैछौँ त्रिवेणीतिर। त्यही हेर्न सक्नुहुन्छ, एउटा बाइक गइसक्यो अगाडि, यहाँ स्कुटी। हामी यहाँ लास्टमा छौँ होइन। त्यो निस्किन लाग्छौँ त्रिवेणीतिर। डाइरेक्ट त्रिवेणी जाने हो हामी, त्रिवेणी जाने हो। अब जाँदैछौँ। भन्दै 1-2 शब्द भनिदिनु न त। गाइज हामी बाइक चेन्ज गरेँ मैले फेरि। उजाला गर्दै गइरहेछौँ हामी अब त्रिवेणीतिर। मस्तको घाम लाग्छ अरे। गाइज हामी बरुवा पुगिसक्यौँ भन। बरुवादेखि कति किलोमिटर होला दाइ? 10-15 किलोमिटर छ अब यहाँबाट। त्यही हो, त्यहाँ पुग्छौँ अब। अनि त्यसपछि दाइहरूले भनेर स्विमिङ गर्नु। दुबई कस्तो लागिरहेको? दुबई यो नेपाल हो कि दाइ? एउटा साथी आइरहेछ, अब यसलाई लिएर हामी निस्किन्छौँ यहाँबाट। द्याट इज कल आरके। हामी गइरहेछौँ भन। अब पुग्दै रहेछ हामी त्रिवेणीमै छौँ भन। अहिले भनौँ न त्रिवेणीमै छौँ हामी। अब त्यही अब धेरै टाढा छैन। अब आइसक्यौँ, दाइहरू पछाडि आइरहेछ। अब हामी गइरहेछौँ त्रिवेणी। अब त्यहाँ गएर नुहाउँछ। मस्त लास्टी गर्मी भयो के होइन दाइ? त्यही हो, गइरहेछौँ मस्त। अब त्यही गएर भेट हुन्छ है। म भ्यू देखाउँछु, भ्यू हेर्नुहोस्। अहिले के गाली गर्छ? फाइनली हामी त्रिवेणी पुगिसक्यौँ। ए यस्तै हो, अब त्यहाँ गएर अब भ्यू हेर्नु। नुहाउने ठाउँ खोजिरहेछौँ क्या हामी। नुहाउने ठाउँ कहाँ छ? बाइकमा त बसेर हुन्न, झर्नै पर्छ बाइकबाट। यता छैन क्या दाइ नुहाउने ठाउँ। पुगिसक्यौँ।
फाइनली हामी भित्र एन्ट्री गरिसकेछौँ गोपीगञ्ज भिडियो बनाइदिनु गोपीगञ्ज हजुर ओके सिसमहल पुगिसक्यौँ भित्र छु हामी सब भित्र छौँ हेर्न सक्नुहुन्छ अगाडि सबजना ए कति ठुलो बे ए भित्र न दाइ सिसमहलको भित्र न यस्तो गनाउँछ नि म छिर्दा दुईटा टुरिस्ट छिरेको थिएँ ए खै के बोले ब्याडली स्मेल भनेर म हल्का बुझेँ त्यही हो अरू त बुझेन त्यही हो हेर्न सक्नुहुन्छ भित्र यस्तो छ आउन सिकिरहेको छु म सुस्तरी त सिक्ने हो नि जे पनि अलि छिटो गाइस म यहाँ छु यतातिर लेक साइडतिर सक्नुहुन्छ हजुरहरू यस्तै छ ए औडा घाम छ यार आज के हो तर वाइल्ड फोरो छ यार पानी यस्तो फोरो पानी छ अनि यहाँ त्यहाँ दाइहरू बसेछन् अनि यहाँ फोटो सुटिङ भइरहेको छ यहाँ मेलामा आउनुपर्छ न यस्तो भिड हुन्छ नि यहाँ तर अहिले मान्छे छैनन् धेरै हामी नै हो भएको अरू कहाँको आछन् कहाँको हामी तलतिर गइरहेछौँ नुहाउने ठाउँ खोजिरहेछौँ कि हामी खासमा पाएकै छैनौँ बब्बाल छ यार भ्यू यहाँबाट दामी देखिन्छ कि खै बाक ए यहाँ छ डुङ्गा त्यहाँ डुङ्गा निरुललाई हजुर रुदा मजा थियो कि अघि बाइकमा ओके मजा भइरहेको थियो के गर्ने अब चेन्ज गर्यौँ अब हामी मेरो एउटा भिडियो बनायो नुहाउने कहाँ के हामी खासमा यस्तो गर्मी लाग्छ नि हेर्नु यहाँ सिन बब्बाल छ बब्बाल देखियो के भ्यू तर लास्टै घाम गरेछ त्यही हो रहनु है नाप्न कति छ एकचोटि नाप्न केही हुन्न हामी छँदैछौँ यति 5, 6, 7, 8, 9 जना उता के छ यार जान्छु अनि फेरि लगाएँ हामी घुमेर भित्रबाट बाहिर आइसक्यौँ सुस्ता जाने यो गरेँ अब सुस्ता मस्त त्यहाँ गएर स्विमिङ गर्ने हो यहाँ त गोही आउँछ के आउँछ भन्यो सब डराएर यता बाहिर आइसक्यौँ घुमेर भित्रबाट अब यहाँबाट निस्किन्छौँ हामी लगाएँ हामी यहाँ फाइनली ठाउँमा पुगियो होइन अब यहाँ दाइहरू नुहाउँछन् सायद के गर्छन् म त नुहाउन्न यस्तो डेन्जर छ क्या ठाउँ हेर्न सक्नुहुन्छ हजुर खतरा छ होइन अब पुग्यौँ दाइहरू अझै उतै छन् आउँदैछन् हामी बाटो बिर्सेर खोजी आएको यिनीहरू यहाँ बसेको थिएँ पुगियो फाइनली दाइहरू त्यहीँ छन् हेर्न सक्नुहुन्छ भ्यू यहाँको यो सुस्ता पुल हो है सुस्ता पुल बब्बाल ठाउँ छ होइन स्विमिङ गर्ने ठाउँ बब्बाल छ हेर्नु न खतरा छ क्या पानी हेर्नु न डर लागिरहेछ यहीँबाट त्यही हो फाइनली पुग्यो अब यहाँ नुहाइ गरेर अब घरतिर निस्किन्छौँ दाइहरू त्यहाँ बसेछन् म यहाँ छु त्यस्तो त अब खासै के भन्ने सब ठिक छ यहाँ बब्बाल छ ठाउँ दाइहरू अझै आएनन् हामी यहाँ अघिबाट कुरिरहेछौँ भेटे छैनौँ कि अझै आएको छैनन् दाइहरू त्यही हो यहाँ सिन हेर्न सक्नुहुन्छ जहाँ गए नि गोही भनिरहेछन् अब कहाँ नुहाउने हो दाइहरू थाहा छैन मलाई नि बब्बाल ठाउँ छ लगायत म घर आइसकेँ आज लास्टै गर्मी लाग्यो घुमियो आज त्रिवेणी सुस्ता धाम नै त्रिवेणी धाम पुरै घुमियो सो आजको लागि यति नै।